बुहारी किचनमा काम गर्दै हुन्छन्, उताबाट सासू गनगन गर्दै आउँछिन्। खाना तयार भएको छैन। अलिक बेर लाग्छ है, तरकारी पकाउँदैछु। त्यहाँदेखि घरमा बसेर तैँले एक साथ तरकारी पनि पकाएको छैन सजै होइन। घर कसरी चलाउनु पर्छ भनेर पो सिकाइरहेको छु त मोरी तँलाई मैले। मैले गरेको काम एउटा राम्रो देखे पो। तैँले एउटा काम राम्रोसँग गरे पो तँलाई मैले राम्रो भन्नुला। तपाईँले मैले जे गरे पनि राम्रो देख्नु हुँदैन रहेछ त। तैँले नि आजकल मलाई खुब फर्काउन थालेकी छिस् होइन। तपाईँको पाला जस्तो छैन नि आमा, तर म तपाईँलाई सम्मान गर्छु। त्यसो भने तैँले मैले भने कुरा कहिले किन मान्दैनस् त? तपाईँको कुरा मान्छु, तर तपाईँले अरूसँग तुलना गरेको मन पर्दैन मलाई। तँलाई दुःख दिन्छु भनेर भनेको होइन नि। मैले जति नै राम्रो गरे पनि कसैलाई चित्त बुझाउन सक्दिनँ। सायद म पनि तँसँग धेरै नै रुखो भएर बोले जस्तो छ बुहारी। तँलाई माफ गरिदे। म पनि तँलाई छोरी जस्तै व्यवहार गर्छु। मैले अहिलेसम्म गरेको गल्तीलाई मलाई माफ गरिदे ल बुहारी। हस् आमा, हजुरलाई नि मेरो आफ्नै आमा जस्तै ठान्छु। मन नमिल्दा घरमा झन् ठुलो झगडा हुन्छ। बरु केही कुरामा मन मिल्दैन भने डिस्कस गर्ने, पछि मिल्दै राम्रो हुन्छ। यस्तै सासू बुहारीको मिल्ती भयो जस्तै घरमा सबैजनाको मिल्ती हुनु नै आवश्यकता हुन्छ। साना फुच्चाफुच्चीको यो पहिलो प्रयासलाई हजुरहरू सबैजनाले माया गरिदिनुहुन्छ भन्ने आशा छ। त्यस्तै यो भिडियो लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनुहुन्छ भने आशा राखेको छु। बाई बाई सबैजनालाई।